त याबाहरु आज चाहिँ म तपाईहरुलाई मेरो पटको साइजहरु देखाउँछु ल घरमा। यो चाहिँ अब बेच्ने हैन, घरमा राख्ने मात्रै। कत्रो चाहिँ रहेछ तपाईहरु अन्दाज लगाउन सक्नुहुन्छ है। कस्तो चाहिँ फुलेको रहेछ। यहाँ हेर्नुस्, राम्ररी फुलिसकेकै छैन। यो चाहिँ अब पट पनि ठुलो छ नि त, देख्नुभयो। अब अर्को लु, यो चाहिँ अब अर्को। यहाँ देख्न सक्नुहुन्छ फुल चाहिँ कस्तो चाहिँ फुलेको छ हैन। पट पनि गत्तालै छ नि त, उचाल्नु पनि सलक्क हुने रहेछ। झन्डै 10-12 केजीको छ होला। यहाँ हेर्नुहोस्, यो अर्को फेरि टक्क हो फुलाइ मात्रै हेर्नुहोस् नि। पिक्चर अभी बाँकी मेरो दोस्त भने जस्तो छ अझै। यो कलरको नि हेर्नुहोस् है, फुलाइ चाहिँ कडा चाहिँ मलाई उचाल्नु निकै साह्रो पर्दैछ। अब डल्लै देखाउनु चाहिँ सक्दैन रहेछ, किनभने अब निकै गरौँ छ नि त पटहरू। उचाल्दाखेरि चाहिँ अब साह्रै पर्ने रहेछ। एउटा लास्ट एउटा देखाइदिइराखेको नि। यो हेर्नुहोस् कस्तो छ हो, खतरनाक छैन अन्त। सलक्क भयो। अब डल्लै चाहिँ देखाइँदैन हैन, किनभने सबै उचाल्दा ओर्दाखेरि चाहिँ त्यो जिम गरेको जस्तो नै हुने रहेछ। जिम त गरिएको छैन, त्यो वेट उचालेको जस्तो। अब यतिमै तपाईहरु अन्दाज लगाउन सक्नुहुन्छ कस्तो चाहिँ फुलेको रहेछ। हुन्छ, आजको लागि यति नै। धन्यवाद। यावा चाहिँ हाचिङ चिङ नै।